सेवा जिउबा नमस्कार। म अहिले प्रदेश नम्बर 1 वामडेलको रिनवालमा छु, मेरो आफ्नो जन्मगाउँमा। र मैले 2081 साल पुस 25 गते लेखेको कविता रिनाखा भन्ने चाहिँ टपिक छ र अहिले वाचन गरिरहेको छु। र यसलाई चाहिँ पुरा चाहिँ यहाँ रिनवाल आएर नै गरियो। त्यस कारणले आज चाहिँ म चाहिँ 2082 वैशाख को 7 गते वाचन गर्न गइरहेको छु। टुहुरो होको पेट अनि दुई दिदीले सिलसाङ्ला गरी ल्याएका खोले फाँडो पकाउँदै गर्दा फुरफुर फुरफुर गर्दै अगेन वरिपरि हर्षले नाच्दा चिप्लेर मुर्छा परेका दलिला भाइ खाक्चिलुपालाई काक्टिसिला भएछ उर्फ मरेछ ठाने रुँदै रुँदै ठुली दिदी जाऊ म लेकतिर र सानी दिदी खिउ म बेसीतिर उडी गएका थिए रे नि, होइन र? बेवरिसे मूर्छेती बालकलाई कुनी बुढीले पालन पोषण गरी वैशालु बनाई नदी नालामा तिनका भोको पेट पाल्नको लागि माछा मार्ने गोर्खा मोटाङ्ग्रोले शिकार खेल्ने दैनिकी नै बनेको थियो नि, होइन र? एक दिन बल्छी जाल खेल्दै गर्दा चमत्कारिक रूप धारण गर्न सक्ने रिनाखा तिमी गुटुलुङ उर्फ ढुङ्गाको लोहोरो बनी जालमा पटक पटक परिदिएपछि हैरान भएका खाक्चिलुपाले तिमीलाई घर ल्याई खोपामा राखेको पनि सत्य नै हो नि, होइन र? यही दिनको लोहोरो र मान्छे बन्ने लोकमारी पछि मनमोहिनी मानवीय रूप धारण गर्दा खाक्चिलुपाले च्याप्पै समातेपछि उनैसँग घरजम गर्यो। घरजम मात्रै कहाँ गर्यो र, झुप्रा झुप्रीमा बसेर हुन्न, अब आफ्नै बलिया घर बनाउनु पर्छ भन्दै तिम्रा खसमलाई सिकायो अनि सघायो पनि। नदीका गडतिरमा दिनभरि घाममा सेकिएर माछा नपर्दा रित्तै फर्कनु पर्ने अनि भोक्कै निदाउनु पर्ने बाध्यतादेखि आफ्ना प्रियलाई उन्मुक्ति दिन लिसो पासो थापेर पनि शिकार गर्न सिकायो। खाक्चिलुपाले शिकार गरेका लेक बेसी गर्ने ढुक्कुरको गाडमा भएको कागनी कोदो र धानको बिउबाट खेती गरी कृषि युगको जग बसाल्यो। लहलही फलेका अन्नबाली सिधै ग्रहण गर्नु हुँदैन भनी आभार स्वरूप भूमि प्रकृति खोला नाला सिमलाई अर्पण गर्ने संस्कृति बसाल्यो। यही अन्नले चाड रक्सी बनाउन मार्चाको आविष्कार गर्यो, जाडको नवप्रवर्तन गर्यो, रक्सीको जननी भयो। चोखो रक्सी जाड ग्रहण गर्नु अघि कुलपितृलाई खुवाउनु पर्छ, चढाउनु पर्छ, मान मनितो गर्नुपर्छ भन्ने संस्कार बसाल्यो। उभौली होसिया उधौली, उभौली होसिया उधौली, होमेसामा होसिया ढ्वाङकुमो, पितृकार्य होसिया चाडहरू माइती चेली भेला भएर मनाउँदा नै शुभ भाव्य हुन्छ भन्ने रीतिथितिको प्रारम्भ गरायो र चेलीको उपस्थिति बिना सुसम्पन्न नै नहुने
परम्परा बसाल्यौ। तान त कति बुन्यौ कति त्यसको के हिसाब गर्नु र। बालकैमा वियोगिएका खक्चिलुपाका दुई दिदी जिउँदै छन् भनी जोखाना हेरेरै पत्ता लगाउन सक्ने दैवी शक्तिले सुसज्जित जन्मेनी उर्फ धामिनी पनि त थियौ नि तिमी। हेरी नखा जाउ म र खिउ मलाई उपियाएर भाले कुखुरालाई खोज्न पठाई निम्तो दिऊ। घरजम गरिसकेकी दुई जिउकी जाउमो उर्फ तयामा र खिउमो उर्फ खियामालाई आत्मीय पाहुना सत्कार गर्यौ। बिछोडिएका तीन टुहुरा माइती चेलीलाई पुनर्मिलन गरायौ। हर्षोल्लासका साथ पितृकार्य खुरी खाउमो सुसम्पन्न भए पश्चात बिदौनीमा बोकी नसक्नुको कोसेली बोकायो। चेलीहरूले पनि ती कोसेलीलाई आफ्ना चुलामा कुलपितृलाई चढाई इष्टमित्रलाई बोलाई ग्रहण गरायो। माइतीको नाम र महिमा दानी कुटुम्बेली माझमा पनि उचो बनाउन लगायो। आहा रिनाखा, तिमी कति महान छौ। तिम्रा दूरदर्शिता कति अपार छ। चेलीले माइती बिर्से पनि माइतीले चेली बिर्सनै नपाइने परम्परा बसाल्ने तिमी। डुली फेरि हिँड्ने भविष्यको टुङ्गो नभएका अबोध र अज्ञानी खक्चिलुपालाई नाक्सो सारी उभ्याई कुलपितृ भूमि सिमे शिकारी प्रकृति पुकार्ने जिम्मेवारी दिने पनि तिमी नै। चुलामा आगोको लपका बलेपछि पितृहरूलाई निम्तो दिई पिलोममा सजाई पुज्न लाउने पनि तिमी नै। हेरी नखा, तिमीलाई थाहा छ तिमी र खक्चिलुपाले प्रारम्भ गरेका खेतीले जङ्गली युगलाई विस्थापित गरी मानव जीवनमा कृषि युगको प्रारम्भिक इतिहासको कोसे ढुङ्गा नै बनेको छ। तिमीले उत्पादन गरेका मार्चा जाँड र रक्सीले विश्व नै आज जगी ढाकेको छ। तिमी र खक्चिलुपाले मिलेर बसालेका ती सबै अद्भुत जीवनशैलीहरू आज किराँतीको राडो मापको गर्विलो सभ्यता र महान संस्कृति बनेको छ। त्यही सभ्यता र संस्कृति आज भूमि सन्तानहरूको, किराँतीहरूको, राईहरूको सांस्कृतिक पहिचान बनेर अजङ्गको धरोहर भई उभिरहेको छ। र पनि एरी नाखा उर्फ ए सिकुरीमा उर्फ ए नागेलुङ, तिम्रा यतिका अतुलनीय योगदानलाई किन जबरजस्ती बिर्सँदैछन् बहुसंख्यक किराँती समुदायले। खाउमो गर्नेहरूको सम्झीमा त तिमी नायिका भएर आउँछौ, तिमी नै गुन्जिन्छौ। तर नगर्ने किराँतीहरू, राईहरू माझमा किन एकाएक हराउँदैछौ। किन यहाँ गीतहरू, कविताहरू, लेख रचनाहरू तीन माइती चेलीको मात्रै रचिन्छन् र गुन्जन्छन्। खक्चिलुपा उर्फ हेच्छाकुपा उर्फ रैचाकुले सँग तिम्रा नाम र योगदान जोड्न किन कन्जुस्याइ हुँदैछ। कतिले त तिम्रा नामसम्म पनि बिर्सिसके। मुन्धुममा यतिका धेरै तिम्रा चर्चा आउने, तर साकेला नाच्दा किन आउँदै नआउने।
श्यामुना गाउँदा किन बिर्सिने, पालम गाउँदा झन् किन नआउने। हङ सेक्रो गर्नेले मुन्दुम गाउँदा तिमीलाई कतिको स्मरण गर्छन्। तोसी, वास, हुइलुङ, छौवा, साकेवा, बिहेबारी आदिमा तिम्रो नाम कतिको पुकार्छन्। तुवाचुङ जायजुम डाँडोमा तिम्रो चिनाबाना छ कि छैन। तुवाचुङ जायजुम डाँडोमा तिम्रा चिनाबाना छ कि छैन। त्यहाँ किन तिम्रा मात्रै प्रतिमा बनेनन् अनि अरू ठाउँमा पनि किन बन्न सकेनन्। यो त तिमीमाथि भयङ्कर ठुलो अन्याय भएन र। यो त तिमीमाथि भयङ्कर ठुलो अन्याय भएन र। किराँती समुदाय मातृ सत्तात्मक समुदाय हो भन्छन्। हो पनि, तर कसरी, किन, के कति कारणले भन्ने किन खोजिँदैन। मातृ सत्तात्मक समुदाय कहलिनुमा तिम्रा अनेकौं योगदान रहे पनि खाक्ची लुपाका मात्रै शिर उभौनी हुँदै गर्दा र तिम्रा शिर चाहिँ झुकिरहेको मैले हेर्नै सकिरहेको छुइनँ। ए रिनाखा, रिनाखा हौ, ए रिनाखा, मेरो मनमा कता कता चिसो पसिरहेको छ कि किराँत समुदाय, राडु जाति उर्फ राई जाति पनि यो देशमा झैं हिन्दू वर्णाश्रमबाट निर्देशित पितृसत्तात्मक पो भए कि के हो। अनि मातृसत्तात्मक समुदायकै भए पनि के तिमी पनि पुरुष प्रधान राज्यको शिकार भएकै हौ त। के तिमी पनि पुरुष प्रधान राज्यको शिकार भएकै हौ त। धन्यवाद, नमस्कार, जय किराँत, जय रिनाखा।